हेलो साथीहरू, गुड मर्निङ, नमस्कार साथीहरू। आज म तपाईहरुलाई बताउने छु पनिर कसरी पकाइन्छ। आजको यस भिडियोमा म तपाईलाई सम्पूर्ण कुरा देखाउने छु र तपाईले पनि यस्तै प्रकारका पनिर बनाएर खान सक्नुहुन्छ। बजारबाट ल्याएर पनिर टुक्रा टुक्रा गरेर राम्रोसँग काट्दै छिन्, हेर्न सक्नुहुन्छ। हँसियाले यसरी टुक्रा टुक्रा गरेर काटिसकेपछि फेरि साथीहरू म तपाईलाई के गर्नुपर्छ, म सम्पूर्ण कुरा तपाईको सामने, तपाईको आँखाको अगाडि नै सम्पूर्ण कुरा देखाउने छु। साथीहरू, तपाईले यो भिडियोलाई लाइक गर्नुभएको छैन भने भिडियोलाई लाइक गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी साइडमा रहेको बेल आइकनलाई प्रेस गरी नोटिफिकेसन अलमा क्लिक गरिदिनु होला। साथीहरू, अब सबै पनिर काटिसकेका छन् मेरो बुढीले। अब तेलमा फ्राई गर्न जाँदैछन्, हेर्न सक्नुहुन्छ। यहाँ सबै काटेर थालमा राखिसकेका छौँ। अब हेर्न सक्नुहुन्छ तेल यस्तो छ साथीहरू। सबैभन्दा फर्स्टमा साथीहरू हामीले भाँडामा तेल हाल्छौँ। तेल हालिसकेपछि तेल तातो भइसकेपछि त्यसको माथि हामी पनिर हाल्छौँ। हालिसकेपछि तेलमा पाक्छ साथीहरू। पाक्दा पाक्दै रातो हुन्छ पनिर। रातो भइसकेपछि फेरि हामी निकालेर अर्को भाँडामा राख्छौँ। म तपाईलाई सम्पूर्ण प्रोसेस देखाउँछु कसरी हामीले एकदमै घरमै बसेर एकदमै मस्त परिकार बनाएर पनिरको तरकारी खान सक्छौँ। म तपाईलाई देखाउँछु। यसरी साथीहरू पकाइसकेपछि हेर्न सक्नुहुन्छ यति रातो हुन्छ हाम्रो पनिर, हेर्न सक्नुहुन्छ। यो काँचो पनिर हो, यो पाकेको पनिर हो। तेलमा यसरी फेरि डुबाइन्छ तेलमा, हेर्न सक्नुहुन्छ। यसरी डुबाइसकेपछि यति रातो भइसकेपछि हामीहरू फेरि भाँडोमा तेलबाट निकालेर राख्छौँ। साथीहरू, अब पनिर पकाइसकेपछि शिमला मिर्चा काट्छौँ पनिरमा मिसाउनको लागि। हेर्न सक्नुहुन्छ यहाँ काटिसकेका छौँ शिमला मिर्चा अनि मसाला, टमाटर। यहाँ राखिएको छ पनिर अनि यो पनिर पाकेको कराही जसमा तेल राखिएको छ, हेर्न सक्नुहुन्छ। र साथीहरू हेर्न सक्नुहुन्छ यहाँ टमाटर पनि काटिसक्यौँ। यो शिमला मिर्चा, यो पनिर अनि यहाँ भाँडोमा तेल राखिएको छ। यसै तेलमा अब पनिर फ्राई हुन्छ। अब कसरी पनि फ्राई हुन्छ म तपाईलाई सम्पूर्ण कुरा यसै भिडियोमा देखाउने छु। अब साथीहरू हेर्न सक्नुहुन्छ सबैभन्दा फर्स्टमा हामी प्याज हाल्यौँ कराहीमा। जुन तेल हालिसकेपछि हामी मसालाको लागि प्याज हाल्यौँ। यसरी हामीले राम्रोसँग फ्राई गरेर पनिर पकाउन सक्छौँ। अब प्याज हालिसकेपछि अब साथीहरू नेचुरल लसुनको चटनी हामी फेरि तेलमा पकाउँछौँ। लसुन, खुर्सानी, नुन सबै मिक्स गरेर साथीहरू हामी फेरि तेलमा पकाउँछौँ। यसरी साथीहरू हालिसकेपछि 2-3 मिनटको लागि त्यस्तै छाड्दिन्छौँ। यसरी साथीहरू 2-3 मिनट पकाइसकेपछि अब साथीहरू हामी हल्दी हाल्छौँ, हेर्न सक्नुहुन्छ। हल्दी हालिसकेपछि अब यो हल्दी पकाउँछौँ। अब हल्दी पकाइसकेपछि हामी शिमला मिर्चा हाल्छौँ, हेर्न सक्नुहुन्छ। यसरी हालिसकेपछि फेरि हामीहरू यो पकाउनको लागि फेरि केही समय हामी तेलमा पकाउँछौँ। यसरी पल्टाउँछौँ हामीहरू। तपाईहरु पनि यस्तै नै पकाउनु होला।
अब मोबाइल यसरी हामी केही समयपछि पानी हाल्छौं। अच्छा कहाँ गेल? अब यसरी पानी हालिसकेपछि साथीहरू अब 5 मिनेटको लागि हामी यसलाई छोपिदिन्छौं। छोपिसकेपछि यो 5 मिनेट पाक्छ। शिमला मिर्चा पाकिसकेपछि त्यसपछि हामीहरू लास्टमा चाहिँ जोर से चल रहे हैं अभी खाई तो बन जाए। अब साथीहरू हेर्न सक्नुहुन्छ शिमला मिर्चा पाकिसकेपछि त्यसको माथि हामी टमाटर हाल्छौं। हेर्न सक्नुहुन्छ। अब केही समयको लागि फेरि हामीहरू यो टमाटर पकाउनको लागि 5 मिनेट जति यो टमाटर राखिसकेपछि हामी फेरि छोपिदिन्छौं थालले। अब साथीहरू अब टमाटर पाकिसक्यो हेर्न सक्नुहुन्छ। अब एकछिनपछि फेरि हामी यो पनिर हाल्छौं। हेर्न सक्नुहुन्छ। यसरी हामीहरू टमाटर पाक्यो कि पाकेन भनेर हामीहरू चेक गर्छौं हैन। तपाईहरु पनि यसरी नै चेक गर्नु होला। अब साथीहरू हेर्न सक्नुहुन्छ। अब पाकिसक्यो यो सबै मसला। अब हामी पनिर हाल्न जाँदै छौं। यसरी हामीहरू पनिर हाल्छौं। हालिसकेपछि साथीहरू यसलाई फेरि मिक्स गर्छौं सबै एउटैमा। नुन, खुर्सानी, मसाला, तेल सबै चीज मिक्स गर्छौं यसरी। अब यसलाई फेरि केही समयको लागि छोपिदिन्छौं हामी। थोरै मात्रामा पानी हाल्छौं। अब साथीहरू अब यो पनिर पाकिसक्यो। अब हामी धनिया हाल्छौं। अर्ग्यानिक धनिया यो राम्रोसँग सानो सानो टुक्रा गरेर हामीहरू धनिया हाल्छौं। हेर्न सक्नुहुन्छ। यसरी हाम्रो पनिर पाक्दै छ। हेर्न सक्नुहुन्छ। अब तो रुकने में नहीं छाप पाक दी। ये डारो न थे। धनिया हालिसकेपछि अब फेरि मिक्स गर्छौं त्यसको स्वाद। त्यसपछि साथीहरू यो पनिर एकदमै स्वादिष्ट भइहाल्छ। हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ पाकिसक्यो। अब चुलोबाट नै मलाई खाना मिलिहाल्यो। पाक्यो गाइस। हेर्न सक्नुहुन्छ। अब आफ्नो स्थानमा गए कस्तो छ हेरौँ है। खाएर हेरौँ एकछिन। धेरै मस्त छ साथीहरू। मस्त फ्राई भयो। यसरी साथीहरू तपाईले पनि पनिर पकाएर खान सक्नुहुन्छ। लम आशा छ साथीहरू तपाईहरुले पनि यसरी नै पनिर पकाउन सक्नुहुनेछ भनेर। भिडियोलाई कस्तो लाग्यो लाइक कमेन्ट शेयर गरिदिनु होला र च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गरी
बेल आइकनलाई प्रेस गरिदिनु होला फेरि अर्को नेक्स्ट भिडियोमा भेट हुने नै छौँ